लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा कथित भनिने राजावादीहरूले टाहक गरेका छन् त्यसका विरुद्धमा नेकपा एमाले राष्ट्रव्यापी रूपमा यो मोटरसाइकल र्यालीको आयोजना गरेको हो। हामी यो र्याली मार्फत त्यस्ता गतिविधि गर्नेलाई सचेत गराउन चाहन्छौँ। अब यो देशमा लोकतान्त्रिक गणतन्त्रलाई कसैले मास्न सक्दैन। नेपाली जनता लोकतान्त्रिक गणतन्त्रका पक्षमा छन्। अब यहाँ राजा भनाउनेहरूको यो देशमा कुनै काम पनि छैन। विगतका दिनमा नेपाली जनताले राजाले गरेका शासन काम सबै देखिसकेका छन्। नेपाली जनताले नै उनलाई बहाडेका हुन्। अब यो दिवा सपना कसैले देखे त्यो उसको दिवा सपना नै हुनेछ। यो देशमा लोकतान्त्रिक गणतन्त्र अझ मजबुत हुँदै जान्छ र नेपाली जनताको भावनाको मर्मलाई बुझ्दै नेपाली कांग्रेस र नेकपा एमालेको अहिलेको सरकार नेपाली जनताको पक्षमा काम गर्दै जान्छ र आगामी दिनमा नेपाललाई कसरी सबल बनाउने हो त्यसका लागि काम गर्न हामी तयार छौं। कुनै पनि हालतमा अब गणतन्त्र भन्दा पछाडी कोही नेपाली जनता पछाडी फर्किन चाहदैन। त्यो यो प्रदर्शन मार्फत हामीले देखाउन चाहेको हो। राजावादीहरूले त राजाको नाममा कथित आफ्ना अस्तिको कार्यक्रम हेर्नुभयो नि, त्यो त कुनै शान्तिपूर्ण जुलुस छैन। त्यो कार्यक्रममा लुट्नको लागि आएका हो। ती राजालाई ल्याउन आएका होइन। राजा त यही देशभित्र छन्। राजा अरू देशमा त होइबाट ल्याउने होइन। र आजसम्म दुनियाँको इतिहासमा कहीँ पनि सडकबाट राजा आउँदैन। र एउटा अन्तिम प्रश्न, अस्ति आन्दोलन ज्यादती तपाईँ हामी सबैले हेरिसकेका छौँ। राजावादीहरूले आन्दोलन लगाए, ध्वस्त बनाए, मिडियालाई नै ध्वस्त बनाउन चाहन्छन्। लोकतन्त्र रहे, गणतन्त्र रहे, मिडिया स्वतन्त्र रहन्छ। स्वतन्त्र पत्रकारिताको अपेक्षा पनि हामी गणतन्त्रमा मात्रै गर्न सक्छौँ। त्यसैले मिडियाका साथीहरूसँग पनि हामी आग्रह गर्छौँ, केही साना मसिना गल्तीहरू हुन सक्छन् तर मिडिया स्वतन्त्र पनि गणतन्त्रमै हुन्छ र गणतन्त्रमै पत्रकारहरूको पनि सुरक्षा हुने भएकोले यस आन्दोलनलाई सहयोग गर्न र त्यस्ता राजावादीहरूले जो गलत प्रचार फैलाइरहेका छन् त्यसका विरुद्धमा अगाडि बढ्न सञ्चारकर्मी साथीहरूसँग पनि हार्दिक अपिल गर्न चाहन्छु।